नमस्कार साथीहरू, फेरि पनि हजुरहरूलाई मेरो नयाँ भिडियोमा हार्दिक स्वागत गर्न चाहन्छु। हजुरहरूले देख्न सक्नु भइरहेको छ भिडियोमा जस्तै एकदमै राम्रो राम्रो लोकल कुखुराहरू। हजुरहरूले पनि लोकल कुखुरा पालन गर्ने सोच बनाउनु भएको छ र बनाउनु भएको छैन भने पनि के कस्तो हुन्छ लोकल पाल्दा, घाटा नाफा के कस्तो हुन्छ, यसको बजार कस्तो छ, यसको पाल्दाखेरि विशेष ध्यान दिनुपर्ने कुराहरू के कस्तो छन् भन्ने विषयमा महत्त्वपूर्ण जानकारीहरू लिएर हजुरहरूमा आज आउने गर्छु। हजुरहरूले देख्न सक्नुहुनेछ मेरो यो कुखुराहरू एकदमै स्वस्थ छ, आफ्नै हिसाबले खेलिरहेको छ, कुदिरहेको छ, खाइरहेको छ। यहाँ तपाईँहरूले देख्न सक्नुहुनेछ घाँसहरू पनि मैले हालिदिएको थिएँ र घाँसहरू पनि एकदमै मजाले खाएको छ र यता भालेहरू पुरै बाँच्न पनि थालिसकेको छ है साथीहरू। यो चाहिँ तपाईँको लगभग 1 किलोको हाराहारी, कुनै 1 किलोभन्दा अलिक माथि, कुनै 1 किलोको लु हेर्नुहोस् त भाँसेको, कुनै 1 किलोभन्दा अलिक माथि र कुनै 1 किलोको र कुनै 1 किलोभन्दा अलिक तलको छ। एकदमै होइन, खोरमा आउँदा मलाई खुसी लाग्ने गर्छ, किनभने आफूले पालेको, आफूले लगानी गरेको कुराहरू चाहिँ यसरी एकदमै राम्रो ग्रोथ भइरहेको देख्दाखेरि खुसी लाग्छ साथीहरू। एकदमै कसैले चारो खाइरहेको छन्। तपाईँहरूलाई के कस्तो लाग्छ होइन, तपाईँहरू अन्यलमा हुनुहुन्छ भने पक्कै पनि साथीहरू तपाईँहरू अन्यलमा नहुनुहोस्, किनभने यो एकदमै फाइदामूलक छ। तपाईँहरूले यदि उन्नत जातको चल्लाहरू चाहिँ मगाएर यसरी एकदमै यसलाई ध्यान दिएर गर्नु सक्नुभयो भने चाहिँ एकदमै फाइदा छ है। तपाईँहरूलाई चाहिँ यो विशेष गरेर आफ्नै घर गाउँमा बसेर होइन चाहिँ यसरी लोकल कुखुरा पालन गर्नुभयो भने यो चाहिँ घरमै बसेर आम्दानीको स्रोत बन्न सक्छ है साथीहरू। तपाईँहरू कुनै विदेश गइराख्नु पर्दैन र तपाईँहरू चाहिँ यो चाहिँ कस्तो भने आफ्नो रिटायर लाइफ बिताइराख्नु भएको छ भने पनि आफ्नो रिटायर लाइफ सँगसँगै घरको सानो ठाउँलाई पनि सदुपयोग गरेर यसरी तपाईँहरूले कुखुरा पालनमा आफ्नो दिनचर्या बिताउन सक्नुहुन्छ। यसलाई धेरै मेहनत पनि गर्नु पर्दैन, टाइममा आउने, हेर्ने, खोरको निरीक्षण गर्ने र चारो पानी र भ्याक्सिनहरू, दबाईहरू चाहिँ समयमा दिने गर्नुभयो भने पक्कै पनि यो सहजै छ है तपाईँहरूको निम्ति होइन। अब यहाँ हेर्नुहोस्, देख्न सक्नुहुन्छ यो ठ्याक्कै तपाईँको 2 महिना पनि पुगेको छैन, 1.5 महिनाभन्दा अलिकति माथि पुगेको छ। यो चाहिँ तपाईँको 6 हप्ताको कुखुरा है। ल हेर्नुहोस् त, यति मजाले एकदमै यिनीहरू बाँच्न थालिसकेको छ, यति राम्रो भएको छ। यहाँ मैले घाँस पनि दिने गरेको छु र यसको विषयमा अब यस अगाडिको भिडियोमा होइन फाइदा नोक्सानको बारेमा तपाईँहरूलाई केही जानकारी त मैले दिएको थिएँ। यदि त्यो भिडियो हेर्नु भएको छैन भने फेरि गएर हेर्नुहोला। यसले कति खान्छ होइन र कति हामीलाई दिन्छ भन्ने कुरा केही त्यसबाट पनि अनुमान लाउन सकिन्छ र त्यस्तो खालको भिडियो चाहिएमा फेरि पनि म बनाउने नै छु। अहिले भन्ने चाहिँ तपाईँहरू यदि विदेशमा हुनुहुन्छ, अब नेपाल आएर के गर्ने भनेर सोचमा हुनुहुन्छ, यदि नेपालमै हुनुहुन्छ, केही काम छैन, विदेश जानु पनि स्वास्थ्यले दिएन भन्दै हुनुहुन्छ भने यो चाहिँ कस्तो भने तपाईँहरू यदि गरौँ काम गर्नु नसक्ने, जतिजना हुनुहुन्छ नि, यदि भारी काम गर्नु नसक्ने, खेतीबालीको काम गर्नु नसक्ने, बाहिर गरौँ कामहरू गर्नु नसक्नेहरूको लागि चाहिँ एकदमै उपयुक्त छ है। तपाईँहरूले सुरुमा नजिकैको बजार एउटा व्यवस्थापन, अब जस्तै मासुमा रेडी भइसके पछाडि नजिकैको बजारमा लगेर कसरी बेच्न सकिन्छ त्यसको अनुमान लाउनुहोस् होइन। चारो पानी के छ, भ्याक्सिनहरू के छ, पहिले त्यसको अनुमान लाउनुहोस्। सुरुमै धेरै लगानी नगर्नुहोस्, 200वटाबाट पाल्दाखेरि एकदमै राम्रो हुन्छ र यसरी स्थानीय बाँसहरूबाटै खोरहरू निर्माण गर्नुहोस्। जति सक्दो सस्तोमा, धेरै लगानी सुरुमै नगर्नुहोस्। यदि तपाईँहरूसँग लगानी छ भने पनि सुरुमा चाहिँ एकदम न्यून लगानी, तपाईँहरूको घर व्यवहार नबिग्रिने हिसाबको एकदमै सानो लगानीबाट स्टार्ट गर्नुहोस्। पछि आफूले गरेर बुझेर होइन अलिकति तपाईँहरूलाई दक्षता हासिल गरिसकेपछि मात्र ठुलो लगानी गर्नुहोस्। अनि घरकै सानो स्पेसमा यसरी तपाईँहरूले दिउँसोको यो भिडियो होइन, दिउँसो पनि मैले यसरी भित्रै खोरमा हेर्नुहोस् त आफै खेल्छन्, कुद्छन्, यसरी माथि बस्छन्। यसरी नै
यिनीहरूलाई पनि हुँदो रहेछ फ्री रेन्ज होइन, खुल्ला छोड्नै पर्छ भन्ने छैन। यदि फ्री रेन्ज छ भने त अझै राम्रो। मैले फ्री रेन्जको लागि यिनीहरूलाई चाहिँ अब ठाउँ बनाउँदैछु। यिनीहरू चाहिँ फ्री रेन्जमा अझै राम्रो हुन्छ। त्यस कारणले गर्दा तपाईँहरूले यो गर्दा हुन्छ। यो पेसा एकदमै सरल छ है। तपाईँहरू महिनामा मलाई जहाँसम्म लाग्छ तपाईँहरूले जति रिस्क मोल्नुभयो, जति आँट गर्नुभयो त्यही अनुसारले कमाइ हुन्छ। अब 50 देखि 1 लाख रुपियाँ कमाउनुलाई चाहिँ धेरै दुःख गरिराख्नुपर्छ जस्तो लाग्दैन है साथीहरू। अलिकति आधुनिकीकरण, अलिकति सोच विचारमा परिपक्वता अनि विज्ञता हासिल गरेर तपाईँहरूले यो पेसा अँगाल्नुभयो भने पक्कै पनि राम्रो छ जस्तो लाग्छ है। हेर्नुहोस् त यहाँ यति मजाले खेलिरहेका छन्, हिँडिरहेका छन्, यति राम्रो भइरहेको छ होइन। अब त्यही हो, अब दिन दसैँ लाग्यो भने त अब कस्तो के गर्दा त हुँदैन भने अब यो कुखुराबाट त के नै पो हुन्छ र होइन। तर पनि आफ्नो मेहनत चाहिँ परिपक्व हिसाबले गरियो भने एकदमै हुन्छ साथीहरू। तपाईँहरू विदेशमा हुनुहुन्छ होइन, नेपाल आएर अब विदेश फर्किन्न, नेपालमै के गर्न चाहन्छु भन्नुहुन्छ भने अरू पेसा सँगसँगै दिनमा 3 चोटि मात्रै खोर आउने, तपाईँलाई 10 मिनटको लागि आउन सक्नुहुन्छ भने 200-200 कुखुरा पाल्नुहोस्। यसबाट महिनाको 30,000 देखि 50,000 तपाईँहरूलाई लट अनुसार हुन्छ है। यदि तपाईँहरूले 2 महिनाको ग्यापमा 200-200 चल्ला हाल्नुभयो भने त अब त्यसको हिसाब आफै तपाईँहरूले बसेर क्यालकुलेसन गर्न सक्नुहुन्छ। अघिल्लो भिडियोमा नाफा नोक्सान लगभग अलिकति भए पनि तपाईँहरूलाई भनिदिएको छु, फेरि पनि भन्ने नै छु होइन। अब एक लटमा तपाईँहरूलाई 200 कुखुराबाट घरमा घरेलु चारो तपाईँहरूले मकैहरू होइन उत्पादन गर्न सक्नुहुन्छ भने चाहिँ तपाईँलाई 1 देखि 1.5 लाख लगभग बस्छ होइन एक लटबाट 4-5 महिनामा भने। अब होइन तपाईँहरू सबै किनेरै चलाउनुहुन्छ भने पनि 1 लाख चाहिँ तपाईँहरूको चारो पानी सबै किनेर दिँदा पनि 1 लाख बस्छ है साथीहरू। यो चाहिँ ग्यारेन्टी हो। तर राम्रो जातको चल्ला ल्याउनु पर्यो होइन, राम्रो खालको हुनु पर्यो। तपाईँहरूलाई सुरुदेखि नै अब तपाईँहरूले केयर गर्नु पर्यो। आफ्नो कुखुराहरूलाई चाहिँ चल्लाहरूलाई कमजोर हुनु दिनु भएन। ब्रिडिङ गर्दाखेरि चाहिँ तपाईँहरूले यसलाई तापक्रमहरू पुऱ्याउनु पर्यो। सुरुको चल्ला ल्याउने बित्तिकैको 35 डिग्री होइन मेन्टेन गर्नुपर्ने हुन्छ चल्ला राख्ने खोर। अनि 35 डिग्रीदेखि प्रत्येक हप्ता 3-3 डिग्री घटाउँदै लाँदा हुन्छ होइन, त्यस्तो छ यसको। अनि अब खोरहरू बनाउँदाखेरि चाहिँ कस्तो बनाउने, के बनाउने भन्दा पनि तपाईँहरूको यो सुलीहरू, यिनीहरूले हएको सुलीहरूबाट निस्किने ग्यास आल्मोनिया ग्यास भन्छ, त्यो ग्यास चाहिँ यस्तो माथि आउँदाखेरि चाहिँ तपाईँको सर्लक्क यो भेन्टिलेसनहरूबाट चाहिँ बाहिर जानु पर्यो। त्यस कारणले गर्दा मैले जालीको ठाउँमा भाटा बुनेर राखेको, किनकि सुरुमै धेरै लगानी गर्नु हुँदैन भनेर यस्तै अब होइन स्थानीय चिजहरूबाटै बनाएँ मैले चाहिँ। अब यो दोस्रो लटको हो साथीहरू कुखुरा, एकदमै ठिक छ, राम्रो भइरहेको छ। त्यस कारणले गर्दाखेरि तपाईँहरू पनि यदि नेपाल आएर के गर्ने भन्दै हुनुहुन्छ भने यो एकदमै राम्रो छ। यसको बारेमा अझै गहिरो अध्ययनहरू गर्नु होला। अहिले विभिन्न माध्यमहरूमा अब तपाईँहरूलाई सिक्ने माध्यमहरू धेरै छ होइन। अनि नत्र भने मलाई पनि सिधै सम्पर्क गर्दा पनि हुन्छ, कमेन्ट मार्फत सोद्धा पनि हुन्छ। म तपाईँहरूलाई सम्पूर्ण जानकारी दिने नै छु। मैले जानेको, मैले बुझेको, मैले अहिलेसम्म हासिल गरेको शिक्षा चाहिँ तपाईँहरूलाई म वितरण गर्छु नै। त्यस कारणले गर्दा यो एकदमै उत्तम हुन्छ। र घरमै तपाईँहरू फ्री हुनुहुन्छ, अहिले के गरौँ भन्दै सोच्दै हुनुहुन्छ भने लोकल कुखुराबाट एकचोटि स्टार्ट गर्नु होला। तपाईँहरू यदि पहिले ब्रोइलर पालेर पनि धेरै मर्यो, धेरै घाटा लाग्यो भनेर आफ्नो खोर चाहिँ खाली छोड्नु भएको छ भने त्यसमा झन् उपयुक्त हुन्छ है साथीहरू। तपाईँहरूको खोरको म डुबेँ, मैले सकिनँ भनेर बसिराख्नु भएको छ भने एक लट कम्ती भए पनि लोकल हालेर हेर्नुहोस्, अनि त्यसको नाफा हेर्नुहोस्। यो ब्रोइलर जस्तो छिटो मर्दैन होइन, एकदमै के कस्तो हुन्छ। अनि त्यस पछाडि तपाईँहरू फेरि पुनः एकचोटि नयाँ व्यवसाय बन्न सक्नुहुन्छ। अब यस्तै छ होइन। अब हाम्रो देशको अर्थतन्त्र, कामहरू, रोजगारहरू, स्वरोजगार बन्नलाई आफैले केही गरेन भने सरकारले अहिले नै केही गर्न सक्दैन। त्यस कारणले गर्दा स्वावलम्बी बन्नुहोस्, आत्मनिर्भर बन्नुहोस्, कसैको बाटो नहेर्नुहोस्, यसरी आफ्नो व्यवसायलाई अगाडि बढाउनुहोस् भन्दै फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई भने म हजुरहरूमाझ छुट्न चाहन्छु। तपाईँहरूको केही प्रतिक्रियाहरू छ भने कमेन्ट मार्फत दिन सक्नुहुनेछ। र तपाईँहरूलाई भिडियो मन पर्यो भने लाइक गरिदिनु होला भन्दै अहिलेलाई बिदा हुन चाहन्छु। हस्त नमस्ते।